र त साथीभाइ अब भनेपछि फेरि पनि हाम्रो कालोखु चाहिँ यहाँनिर दाउरा छिर्नु हुँदो रहेछ हो। कालोखु अन्त जाति कुशलै यहाँ चाहिँ हाम्रो कालोखुले दाउरा छिर्नु हुँदैछ साथीभाइ। कालोखुको दाउरा छिराई काम गराएर चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। आम्मा यत्तिको चाहिँ हो नि त। ल एकैतालमा फुटाउँदा लु प्लटै ए खोइ कति 2 ताल भयो साथीभाइ। हेर्नुहोस् है यहाँनिर कालोखुले कति तालमा फुटाउँदो रहेछ हेर्नुहोस् ल। कति तालमा चाहिँ फुटाउँदैछ ल कालोखुले चाहिँ। 3 ताल भयो 3 ताल 4 ताल भएन ठ्याक्कै भएन के जिन्दगीमा केही गर्नु छ भने चाहिँ हिम्मत हार्नु भएन नि त होइन। मान्छेको जीवनमा कतिवटा बाधा आउँछ कतिवटा के आउँछ होइन। जा त छिटो न खोइ यो के टेक्निक यो चाहिँ फेरि यस्तो बुद्धि लाउँदैछु के बुद्धि लगायो हो। फुटाउनुको लागि चाहिँ यति साह्रो बुद्धि लगायो। कसरी फुट्छ ल डाइरेक्ट चिर्ने यो त हो नि त है। यो त हुन्छ है। ल अब बजाउँ ल। कालोखुलाई यसो आज फुटाउने कतिमा फुटाउँदा छ भने यसो देखाइदिएको नि अब फुटाएन भन्दा बदनाम भयो नि। अब यहाँनिर अब साथीभाइहरूले यस्तो हेर्दैछ फुटाएन भने त बदनाम भयो नि। अब बदनाम भयो नि फुटाएन भने त। फुटाएन भने त सक्यो नि अब त भाइ फुटाउनु पऱ्यो नि त। अब लु हेर्नुहोस् नि लु साथीभाइ यहाँ नि कालोखुले त अब कसरी फुटाउँदैछ हेर्नु त। बन्चरो धारले पो हिँगाउला नि उतान पारे नि। अघि फुट्छ भन्दैछ त अघि फुट्छ भन्दैछ त खोइ फुटाउनु छिटो। ए सक्यो खोइ छैन भएन। खोइ फुटेन अब कसरी चिर्ने तालु फुटाउँछ है।
म फुटाइदिउँ कसरी न्यान परेको बगेन हो यस्तो छ कालोको चाहिँ आम्मामा ए फुट्छ त्यो म त एकैताल फुटाइदिन्छु लु फुट सक्छ सक्छ ल एक हिर्काउनु नि ल